वेलकम एभ्रिवान। आज चाहिँ म ठ्याक्कै कहाँनिर छु भने याङजू इमिग्रेसन अफिस गोयाङमा छु। आज चाहिँ खास मेरो भिजा चाहिँ थप्नुपर्ने दिन थियो, त्यही भएर आज म यहाँ भिजा थप्नको लागि लगभग 1 घन्टा अगाडि चाहिँ यहाँ आएर म रेडी अवस्थामा छु। अब मेरो पालो आइसकेपछि म भित्र जान्छु। अहिले चाहिँ म ठ्याक्कै बाहिर छु। खासमा चाहिँ यहाँ इन्टरनेसनल स्टुडेन्टहरूलाई चाहिँ भिजा रिन्यू गर्नुपर्ने हुन्छ आएको 1 वर्षमा। त्यसको लागि चाहिँ म यहाँ आएको छु। खास चाहिँ अब यो युनिभर्सिटीमा फरक पर्छ। मेरो चाहिँ जुङ्गु युनिभर्सिटी जुन गोयाङमा छ, त्यसको लागि चाहिँ भिजा रिन्यू गर्नको लागि तपाईँहरूलाई विभिन्न डकुमेन्टहरू आवश्यक पर्छ। त्यो डकुमेन्टहरूमा भन्ने बेला 1 नम्बरमा चाहिँ तपाईँलाई त्यहाँको एउटा एप्लिकेसन फर्म भर्नुपर्छ। एप्लिकेसन फर्म भरिसकेपछि त्यसपछि तपाईँले कलेजबाट इनरोलमेन्ट चाहिन्छ। इनरोलमेन्ट त्यसपछि तपाईँको कलेजबाट एउटा ट्रान्सक्रिप्ट चाहिन्छ। त्यो ट्रान्सक्रिप्ट पनि तपाईँहरूले कलेजबाट झिक्न सक्नुहुन्छ। त्यसपछि अब यो चाहिँ अब खास चाहिँ युनिभर्सिटी अनुसार छुट्टै हुन्छ। अब हाम्रो युनिभर्सिटीमा चाहिँ ब्याङ्क ब्यालेन्स देखाउनु पर्दैन। कसैको चाहिँ 10 लाख रुपियाँ देखाउनु पर्छ। त्यो चाहिँ तपाईँहरूले आफै म्यानेज गर्नुपर्छ। त्यसपछि तपाईँले सेमेस्टर फी बुझाएको एउटा रिसिप्ट चाहिन्छ। अनि त्यसपछि मेन एउटा कुरो भनेको चाहिँ तपाईँ इमिग्रेसन भिजिट गर्नुभन्दा अगाडि चाहिँ इमिग्रेसनमा चाहिँ तपाईँहरूले भिजा एपोइन्टमेन्ट बुक गर्नुपर्ने हुन्छ। त्यो चाहिँ अलि अगाडि नै बुक गर्नुपर्छ। त्यो दिनको लागि आज चाहिँ मैले 10 दिन अगाडि नै बुक गरेको थिएँ। आज ठ्याक्कै मेरो पालो छ। लगभग भिजा गर्नको लागि चाहिँ यिनै डकुमेन्टहरू आवश्यक पर्छ। म तपाईँलाई फेरि एकछिनपछि देखाउने छु भित्रपट्टि के हुन्छ भइसकेपछि चाहिँ।